सोभियु निर्वाचनलाई लिएर बझाङको सुनकुडा क्याम्पसमा तालाबन्दी गरिएको छ। नेपाली काङ्ग्रेस निकट नेपाल विद्यार्थी सङ्घ नेवी सङ्घ र विप्लव निकट अखिल समाजवादीले बिहिबार क्याम्पसमा तालाबन्दी गरेका हुन्। निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडाको एकल निर्णयका कारण तालाबन्दी गर्न बाध्य भएको दुवै सङ्गठनले विज्ञप्ति मार्फत जनाएका छन्। तालाबन्दी गरेका सङ्गठनले निर्वाचन अधिकृत स्याडाको राजीनामा पनि माग गरेका छन्। उनीहरूले समानुपातिक तर्फ दर्ता भएका 5 सङ्गठनको छुट्टा छुट्टै उम्मेदवारी पेश गर्नुपर्ने भए पनि निर्वाचन अधिकृतले पूर्वाग्रह राखेर 3 सङ्गठनको संयुक्त प्यानललाई समानुपातिक तर्फ उम्मेदवारी दिन लगाएर नामावली प्रकाशन समेत गरेको आरोप लगाएका छन्। निर्वाचन निर्देशिका बमोजिम सङ्गठन दर्ता गरेर 5 विद्यार्थी सङ्गठन मध्ये फागुन 27 गते 3 सङ्गठनको प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ संयुक्त प्यानल बनाएर उम्मेदवारी दर्ता गरिएको विज्ञप्तिमा उल्लेख छ। तर निर्वाचन अधिकृत हिक्मत बहादुर स्याडाले भने आफूले निर्देशिका टेकेर नै अगाडि बढेको बताउनु भएको छ। यो पार्टीको चुनाव र यो विद्यार्थीको सोभियुको चुनाव चाहिँ नितान्त फरक रहेछ निर्देशिका हेर्दाखेरि होइन। यो निर्देशिकामा कस्तो मैले फेसबुकमा पनि हालेको छु होइन, त्यहाँबाट हाम्रो पनि छ नि त। हजुर हजुर। यसमा के भनिदिएको छ भने यो त्रिवीको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका 2081 को हजुर बुदा नम्बर 7 को 4 नम्बरमा के भनेको छ भने के अरे दफा 7 को बुदा नम्बर 4 मा छुट्टा छुट्टै सङ्गठन दर्ता भएकाले होइन उम्मेदवारी दिँदाखेरि संयुक्त प्यानलको नाममा उम्मेदवारी दिन सक्ने छन् वा दिन पाउने छन् भनेर चाहिँ त्यो बुदा चाहिँ कोट गरेको छ। हजुर। अब यसमा छुट्टा छुट्टै सङ्गठन यहाँ दर्ता भएका छन् 5 वटा होइन। अनि उम्मेदवारी दिँदाखेरि 2टा सङ्गठन नेवी सङ्घले पनि छुट्टै अनि अखिल समाजवादीले पनि छुट्टै र अन्डा सोभियु 2टा प्लस अनि अखिल क्रान्तिकारीले 3टा, ती 3टाले चाहिँ संयुक्त प्यानल चाहिँ दर्ता गर्यो। हजुर हजुर। अब उनीहरूले चाहिँ दाबी विरोध गर्दाखेरि जो यो समानुपातिक तर्फ चाहिँ यो संयुक्त प्यानल चाहिँ दर्ता गर्न मिल्दैन भन्ने कुरा उनीहरूले दाबी गर्यो। यसमा माथि यसको खास निर्क्युल गर्ने यसको छानबिन गर्ने निकाय भनेको माथि रहेछ। हजुर हजुर। माथि एउटा केन्द्रमा छ यो सोभियु निर्वाचन सम्बन्धी केन्द्रीय समन्वय समिति तथा अनुगमन समिति भन्ने छ। त्यसको संयोजक चाहिँ के भन्छ त्यो पशुपति अधिकारी सर हुनुहुन्छ। हजुर। अब तपाईँ के गर्नुहुन्छ त? तपाईँलाई राजीनामा मागेको छ उनीहरूले होइन, तपाईँ राजीनामा दिनुहुन्छ अथवा कसरी मिलाएर लैजानुहुन्छ सर यसमा? हजुर। यसमा त नियमअनुसार अर्को आए पनि नियमअनुसार जाने हो। अब अर्को आएर उसले यो नियम मिचेर गर्ला भन्न म सक्दैन होइन। जो आए पनि अनि यहाँ निर्वाचन गर्ने नै हो भने सोभि निर्वाचनको निर्देशिकालाई हेरेर त्यो आधारमा चेक्ने होला। भनेपछि तपाईँको भनाइ छुट्टा छुट्टै सङ्गठन दर्ता भएका छन्, उनले चाहिँ उम्मेदवारी दिँदाखेरि संयुक्त प्यानलको नामबाट उम्मेदवारी दिएका छन्। यसमा यो निर्देशिकामा प्रत्यक्षमा के अरे संयुक्त प्यानल दर्ता गर्न मिल्ने र समानुपातिकमा दर्ता गर्न नमिल्ने भनिदिएको भए म रोक्थेँ होइन। अब यसमा सिधै यति मात्र लेखिएको छ कि छुट्टा छुट्टै सङ्गठन दर्ता भएकोमा उनीहरूले उम्मेदवार दिँदाखेरि संयुक्त प्यानल दर्ता गर्ने छन् भन्ने लेख्यो। त्यसले समानुपातिकतर्फ पनि दर्ता गर्न पाइयो, प्रत्यक्षतर्फ पनि दर्ता गर्न पाइयो। तपाईँले त्यसो भए नियम विपरीत गएर काम गर्नु भएको छैन यसको? छैन, त्यो त 100% त्यो त गलतै गरेको छैन मलाई लाग्छ। अनि यो निर्देशिका अनुसार भनेपछि अब उहाँहरूलाई कसरी तपाईँहरू आश्वस्त बनाएर अथवा मिलाएर लैजानुहुन्छ त? मैले उहाँलाई माथि केन्द्रीय समितिलाई एउटा परिपत्र पठाइदिन भनेर पनि अनुरोध गरेको छु। हजुर। अनि उनीहरू विद्यार्थी भाइ बहिनीहरूले पनि ल ठिक छ लेखित उताबाट मगाइदिनुहोस् हामी पनि मान्छौँ भन्ने कुरा उनीहरूले पनि गरेको छ। हजुर। त्यही आधारमा भोलि बिहान आज तिनीहरूले अहिले ढिला नै गर्यो। उहाँलाई पनि सोधेर मैले ल यो बुदाअनुसार नै ल त्यसो भए समानुपातिकमा पनि उनले के अरे उम्मेदवारी दिन पाउँदो रहेछ भनेर
कि केन्द्रीय समन्वय समिति प्रमुखले पनि भन्यो होइन। हजुर। अनि यहाँ बुदा पनि ठ्याक्कै भेटियो निर्देशिकामा। भनेपछि अब तपाईँको आग्रह पूर्वाग्रह कुनै पनि रहेन त्यसमा? त्यस्तो मेरो तर्फबाट कुनै पनि रहेछ छैन।